नमस्कार दर्शकबिन एउटा महत्त्वपूर्ण खबर यो खबर तपाईहरुले सबै माझ पुर्याइदिन हामी आग्रह गर्दछौं। एउटा सामान हामीले भेटेपछि दाइले मलाई सम्पर्क गर्नुभएको थियो। यो कसैको सामान हो भने सम्बन्धित ठाउँमा पुर्याउँ भनेर दाइले चाहिँ यो सामान गएको 2 दिनदेखि राख्नु भएको छ। मलाई सम्पर्क गर्नुभएको थियो, व्यस्तताका बावजुद पनि म आइन र अहिले हातैमा बोकेर हामी सम्बन्धित ठाउँमा पुर्याउँ भनेर आएको हुँ। खास के रहेछ भनेर दाइ नमस्कार। नमस्कार। हजुरको परिचय राखिदिनुस्। मेरो नाम रामचन्द्र नेउपाने, म बिर्ता मोड 2 हाल चैतीबारीमा बसोबास छ मेरो। हजुर, यो कहाँ भेट्नु भयो, के रहेछन् भनिदिनु न। अब 2 दिन अगाडि लगभग 10:30 बजी राति म बीएनसी हस्पिटल गएर फर्किने क्रममा हजुर त्यो हाम्रो बिर्ता बजारदेखि ओरतिरपट्टि दालगाउँ भन्ने ठाउँनेरि त्यहाँ एउटा कलबोट थियो। त्यो कलबोटमा मैले यसो तरेर गर्ने बित्तिकै त्यहाँ एउटा पर्स जस्तो खसेको जस्तो लाग्यो मलाई। अनि मैले त्यो पनि हो कि होइन जस्तो लागेर म अलिकति अगाडि बढेँ, पहिला टिपिन मैले त्यो कुरो। अनि मसँग बिरामी पनि हुनुहुन्थ्यो। मैले बिरामीलाई पनि भने होइन कसैको पर्स खसेछ जस्तो लागेको छ हो मलाई त्यहाँ त। त्यो एकपल्ट टिपेर हेर्नुपर्छ कि भनेर फेरि मैले अलि लगभग 500 मिटर ओरतिर आइपुगेपछि गाडी घुमाएर फेरि लिएर गएँ मैले। गाडी घुमाएर लिएर जाँदा साँच्चीकै पर्सै रहेछ। अनि उहाँहरूसँग पनि भने यो कसको हो, मैले सम्बन्धित पत्रकार भाइ हाम्रो एकजना त्यहाँ गाउँको छिमेकी भाइ हुनुहुन्छ मदन सङ्ग्रौला, उहाँलाई पुर्याएर मैले यो जसको हो उहाँ समक्ष पुर्याउने कोसिस गर्नेछु भनेर मैले 2 दिनदेखि कोसिस गरिरहेको थिएँ। के रहेछ यसमा हेरौँ न, के नाम रहेछ यो पर्स भेट्नु यो मैले हजुरलाई नै जिम्मा लगाएको छु। एउटा पर्स छ है। हजुर, यसमा खासै अब पैसा भन्दा पनि मान्छेको सबैभन्दा महत्त्वपूर्ण कागजपत्र हुन्छ। हजुर, मैले हेर्दाखेरि यसमा कागजपत्र एउटा राष्ट्रिय परिचय कार्ड भेटेँ हैन, दीपक चम्लगाई भनेर रहेछ। उहाँको बायोडाटा खोलेर पनि हेर्ने कोसिस गरियो, त्यहाँ स्क्यान गर्दाखेरि उहाँको केही पनि आएन। कमल गाउँपालिका वडा नम्बर 1 भनेको छ हैन। हजुर हजुर, यो दीपक चम्लगाई, हामी फोटो पनि राखिदिन्छौँ। अरु के रहेछ? अरु उहाँले यसमा एउटा $10 रहेछ, अमेरिकन डलर होला यो सायदै हैन। हजुर हजुर, यहाँ नेपाली 150 रुपैयाँ पैसा पनि छ। हजुर, अनि यहाँ एउटा पाथिबारा देवी भनेर यो प्रतीक राख्नु भएको रहेछ, यो के हो हैन। हजुर, अनि यहाँ त्यस्तै गरेर विभिन्न देशका यी खुद्रा खुद्री 1 रुपैयाँ 2 रुपैयाँ उहाँले अब सङ्कलन गरेर राख्नु भएको होला आफ्नो पर्समा। यी पुराना इतिहासमा जानु भएको थियो र ल्याउनु भएको, यसो राख्नु भएको होला हैन। 1 रुपैयाँको डलर पनि रहेछ यहाँ सँगसँगै। पुरानो डलर, पुराना सामानहरू राख्नु। त्यस्तै एउटा सिद्धार्थ ब्याङ्कको एटिएम कार्ड, हजुर, भोट परिचय कार्ड रहेछ, निर्वाचन आयोगको परिचय, मतदाता। यहाँ एउटा यो बिल पनि छ। यो के को उहाँको महत्त्वपूर्ण कागजपत्र हो जस्तो लाग्यो मलाई। हजुर, अनि उहाँको सबैभन्दा यहाँ 2 रुपैयाँ र 1 रुपैयाँका सङ्कलन गरेर राख्नु भएको 10 रुपैयाँ खुजुरा पैसा रहेछ। यो पुराना पैसा, सबैभन्दा पुराना, हेर्नु न कति धेरै पुराना छन् यहाँ। हजुर, यो पैसा पनि रहेछ। अनि यहाँ ड्राइभिङ लाइसेन्सको यो राजस्व तिरेको रसिद पनि राख्नु भएको रहेछ। हजुर, यो चाहिँ मैले जसको हराएको उहाँ समक्ष सम्बन्धित मान्छेले पाओस् भनेर हजुर समक्ष मैले यो हस्तान्तरण गर्ने कोसिस 2 दिन अगाडिदेखि गरिरहेको थिएँ। हजुर आउन नभएको कारणले गर्दाखेरि आज मैले तपाईँलाई जिम्मा लगाउन पाएँ। म यसमा धेरै ढुक्क भएँ। सम्बन्धित जसको हो उसैले यो चाँडोभन्दा चाँडो उहाँलाई सम्पर्क गरेर लिने कोसिस गर्नु होला भन्न चाहन्छु। हुन्छ दाइ, धेरै धेरै धन्यवाद। यो म एकचोटि उहाँको फोटो पनि राखिदिन्छु। कसैले उहाँलाई चिन्नुहुन्छ भनेदेखि चाहिँ हामीलाई सम्पर्क गरिदिनु होला। दीपक चम्लगाई हुनुहुन्छ, फोटो मैले उहाँको छेउमा राखिदिएको छु। कमल गाउँपालिका वडा नम्बर 1 भन्नुभएको छ। अब टोलहरू चाहिँ केही छुट्याएको छैन, त्यहाँको व्यक्ति हुनुहुँदो रहेछ। आसपास बिर्तामोड कहीँ बस्नुहुन्थ्यो भने सायद बाइकमा हिँड्दाखेरि उहाँले यो बाइकबाट गोजीबाट झरेको हुनसक्छ। उहाँले भेटेर हामीलाई दिनुभएको छ। यहाँ विभिन्न आवश्यक महत्त्वपूर्ण कागजपत्र भएको कारणले गर्दाखेरि पनि हामी यो भिडियो सम्प्रेषण गर्दैछौँ र पैसा चाहिँ धेरै छैन। र जसको हो मलाई सम्पर्क गर्नु होला, मैले तल सम्पर्क नम्बर राखिदिएको छु। एउटा यात्रा गर्दाखेरि सफारी सञ्चालन गर्नुहुन्छ, सफारी चलाउनुहुन्छ, बाटोमा भेटेको सामान एउटा विश्वासका आधारमा पनि उहाँले हामीलाई बुझाइदिनु भएको छ। यस्ता व्यक्तिहरू कमै भेटिनुहुन्छ। उहाँले जो अहिले यो महत्त्वपूर्ण सम्झिदिएर हामीलाई दिनुभएको छ, उहाँप्रति धेरै धेरै धन्यवाद। अनि उहाँलाई कसैले चिन्नुहुन्छ भने हामीलाई खबर गरिदिनु होला। यो सामान, यो डकुमेन्टहरू उहाँले पुराना सामानहरूलाई चाहिँ सुरक्षित गरेर राख्नु भएको छ। तपाईँको यो सुरक्षित गरेर राख्नुभएको सामानहरू हामीले तपाईँलाई नै फिर्ता गर्ने एउटा कोसिस गरेका छौँ। उहाँको आसपास नजिकै छिमेकी कोही हुनुहुन्छ भने यो समाचार तपाईँको मोबाइलमा आयो भनेदेखि चाहिँ पक्कै पनि उहाँलाई खबर गरिदिन हामी आग्रह गर्दछौँ। नमस्कार।